ओए ठुलै माछा यी के हो एभ्रिवान है त मेरो युट्युब च्यानलमा फेरि पनि आज पनि टक्क अफ सिजनमा फिसिङ आइएछ है त आज चाहिँ एकदम खतरनाक एकदम डेन्जरस ठाउँमा आइएछ डेन्जरस ठाउँ एकदम डेन्जरस है ठाउँ चाहिँ हेरौँ आज नि कतिको माछा लाग्छ अस्तिको पालि त माछै पारिएन गरे आजको सेटअप देऊ र सेटअप अहिले चाहिँ यही गरेको फ्लोट गरेको थियो अहिले पछि भएन भने डाउन खेल्ने हो अब हानेर देखाउ न हाम्रो सेटअप चाहिँ यही हो हेरौँ आज कतिको माछा पर्छ अलि ठाउँ नि खतरनाक छ पानी बढिहाल्यो भने चाहिँ अब भागिहाल्नुपर्छ है त ल हेरौँ है त के हुन्छ एउटा यार कहिले वेट कम हुन्छ कहिले वेट बढी भइदिन्छ यार वेट बढी भइदिरहेको हेर्दै डल बस्नै डल लाउने यार खान्छ होला जस्तो लाग्यो मेरो फ्लोट कुन हो र एउटा ठाउँमा त गाह्रो भयो तिम्रो मेरो त एउटा भए खेल्नु पर्यो डुबेको है डाउनै खेल्न पर्छ कि क्या डाउन नै खेल्न पर्छ जस्तो डाउन नै खेल्न पर्छ जस्तो म अहिले चाहिँ फेरि सेटअप चेन्ज गरिदिएको है त माछै खाएको अत्तो पाएन अब डाउन खेल्छुबाट एकछिन कस्तो हुन्छ हेरौँ है त कता खेल्ने डाउन पनि यार डरै लाउनु थाल्छ अरूभन्दा नि नअड्के हुन्थ्यो
ओहो माछा ओहो रहेको होइन यसै ट्राई गरेको त्यहाँ कतिको कहाँ कहाँ जान्छ भनेर एउटा माछा बढ्दै नि हुँदैन यार यो अफ सिजनमा त माछै नपर्ने धेरै भयो यार उता हान्नु लाग्यो यसरी राख्दैछ अब कुन माछाले तान्छ हेरौँ कुन माछाले तान्छ हामी चाहिँ टक्क अहिले चाहिँ लोकेसन चेन्ज गरिदिएको है त तल्लोपट्टि खाँदै खाएन अघि त्यहाँ तलतिर बसेको थियो हामी अनि चाहिँ हल्का माथि आएको त्यो ठाउँ चाहिँ यस्तो छ हेरौँ अब यहाँ कतिको छाडकाट दिन्छ माछा अरू मान्छेहरू पनि आएर चाहिँ पहिल्यै यहाँ माछा मार्नेहरू त पार्यो कि पारेन खै हेरौँ अब यहाँ पऱ्यो भने चाहिँ देखाउँछ है त ठाउँ चाहिँ यस्तो हो साह्रै भाउ नदिए जस्तो ए ठुलै माछा यी के हो और यही क्या हो छ्या औडा यार अड्काइदियो यार माछाले यार सेट भयो नि हामी त्यस्तो मक्खन थियो यार आज चाहिँ त्यस्तै भयो आज पनि अफ सिजनको बेला माछै परेन हल्का माथितिर यसो हेर्नु गएको पानी नरहेछ खोला सानो भएर अब हामी मारेको चाहिँ उतै ठाउँमा उतातिर अहिलेको अघि हल्का उयो माथिपट्टि चाहिँ बाइटहरू हान्ने जस्तो गर्थ्यो माछा फुत्किएकैले हल्का हल्का बाइटहरू चाहिँ हान्थ्यो तर खाँदै खाएन गडला सडेला पाउँदैन घरतिर अनि दाना पट्टु उति गयो त पट्टु भर्खर उता गयो कि उति ऊ पर अनि चारा भनेको जहिलेसम्म हाम्रो दाना मात्रै हो दानामा अब त्यस्तै हो
गाह्रो जाडो मौसममा सकेसम्म माछा पारेकै कन्टेन्ट निकालौँ भन्छु। माछाले साथ दिन्न र मात्रै हो। अब हुन्छ अब अर्को पालि पर्छ कि हेरौँ है त, हेर्दै जाऊँ। अब जाडो सिजनमा नपरे नि गर्मी सिजनमा चाहिँ पक्कै पर्छ ल।